अनि एल्सा श्रेष्ठ अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो सो मलाई चाहिँ के पनि आउँदैन अहिले चाहिँ म क्याफेमा छु म क्याफेमा काम गर्छु आइ भनिदिनु न दाइ अनि अब हामीले चाहिँ यत्तिकै अहिले गेसहरू आउनु भएन नि त्यही अझै भएर अनि यति नै हो अहिले चाहिँ सो अनि हामीले चाहिँ खाना खाएर मैले चाहिँ गरिसकेँ अनि यहाँ हेर्नु कोही चाहिँ तात्दैछ होइन त्यतिकै बनाएकै त्यो लागि वेलकम वेलकम हाम्रो क्युट मान्छेको ब्युटिफुल मान्छेको भ्लगमा सबैलाई स्वागत छ हामीले बनाउनु कि चाँडै हो साथी के छ हामीले हुक्का बनाएको भिडियो चाहिँ बनाउनु पाएन सो अझ हामीले त्यहाँ लाइट भयो सो हामीले चाहिँ हुक्का बनाएर पनि दिइसक्यौँ अब हामी चाहिँ किचनमा जान लाग्छौँ के बनाउनु अरे मायोनिज सस हामी कहाँको त्यही भेटौँला होला सो अब हामी चाहिँ के बनाउनु सिकिरहेको मायोनिज सस फर्स्टमा चाहिँ अब हामी सुगर हाल्छौँ सुगर 4 चम्चा सुगर के हो अमिलो हो अब एक यो चाहिँ हाल्ने त्यो भित्रको मुन चाहिँ नहाल्ने हालेको छ हालेको छ त्यसपछि अमिलो यो चाहिँ मिठो यो चाहिँ अमिलो
क्या हो है अच्छा हाल्नुपर्छ तेल फ्लेभर बनाउनु भएपछि के हाल्ने केचप हाल्ने होइन यस्तो रातो हुन्छ यो चाहिँ उयो हो बर्गरतिर पिज्जामा नि हाल्छ नि पिज्जाको अर्कै हुन्छ हो अब यो चाहिँ हाल्ने कट्टामा नि हालिसक्यौँ यसरी बनाउँदो रहेछ नि मजा अगाडिबाट हाम्रो चाहिँ किचनको काम सक्यो खाजा अघि खाएको ब्लग गरेर भनेको मेरो साउन्डै आएको छैन होला सो अहिले चाहिँ हामी च्याउ लागेर यत्तिकै बसेर ग्यासहरू पनि देखाउँ है अहिले ग्यासहरू चाहिँ हेलो गाइस अनि मैले चाहिँ त्यस्तो राम्रो भिडियो बनाउनु पाएन अनि अहिले चाहिँ म घर पुगिसकेँ सो बाई बाई अब नेक्स्ट ब्लगमा भेटौँ तपाईँहरूलाई कस्तो लाग्यो त्यो भन्नु